आज आँगन पार्टी प्यालेस इमाडोलमा हामीहरूले गेस्टको लागि भटासबाट बनेका विभिन्न परिकारहरू स्न्याक्सको रूपमा राखेका थियौँ र धेरै गेस्टहरूले कस्तो मन पराउनु भयो, एकदम नयाँ भन्नुभयो होइन, र स्वादिलो परिकार आज नयाँ खाइयो भन्ने प्रतिक्रिया दिनुभयो। हामीहरूले पनि ननभेज नचल्ने हुनुहुन्छ नि, उहाँहरूले यो भटासबाट बनेको विभिन्न प्रकारका परिकारहरू चाहिने विवाहमा, व्रतबन्धमा, रिसेप्सन पार्टीमा तपाईँले राख्न सक्नुहुनेछ। त्यसको लागि तपाईँहरूले हाम्रो आँगन पार्टी प्यालेस इमाडोल, आँगन रिसेप्सन सतुङ्गलमा सम्पर्क गरी भटासको दही पनि हुन्छ है, दुध पनि हुन्छ, आफूलाई जे मन लाग्छ इच्छा राख्नु सक्नुहुन्छ। भटासबाट बनेको चिजको लागि हामीलाई सम्पर्क गर्न हुनको लागि अनुरोध गर्दै यो कार्यक्रममा देखाइएको भिडियो पुरा हेरी प्रतिक्रिया दिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। हेर्नुहोस्, हामीले ससेस पनि फ्राई गरेर सबैको भाग भागमा हाल्यौँ। हेर्नुहोस्, त्यहाँ सोयाबिनका परिकारहरू हेर्नुहोस् है, सोयाबिनको दुध पनि हामी खुवाउँदैछौँ। भाइहरू सर्भिस गर्दै हुनुहुन्छ। अझ हामीहरूले स्न्याक्सको रूपमा यहाँ भटासबाट तयार पारेको चिजहरू यहाँ होस्ट दिँदैछौँ। होस्ट गेस्टलाई हाम्रो भाइहरू सर्भिस गर्दै हुनुहुन्छ। हामीले आज गेस्टको लागि यो स्न्याक्सको रूपमा लिइरहेको छौँ। यो भटासको परिकार कस्तो लाग्यो? राम्रो छ, मिठो छ, राम्रो छ, स्वादिलो छ। यो नयाँ टेस्टहरूको भटासको दुध पनि ठिक छ। ठिक छ नि? ठिक छ। हामीसँग भन्छ ल, यो भटासबाट बनेको धेरै परिकारहरू हाम्रो आँगन पार्टी प्लेसमा खान पाइन्छ। तपाईँ पनि हाम्रो विवाह पार्टी अथवा रिसेप्सनमा हाम्रो अर्डर गर्नुहोस्, हामी तपाईँहरूलाई खानदिनलाई तयार छौँ। सोयाबिनबाट बनेका परिकारहरू हेर्नुहोस् है। ल, उहाँ पनि लिँदै हुनुहुन्छ। टेस्टी छ एकदम। कस्तो लाग्यो यो मासु खाएको झजलको मिठो, यो भटासबाट बनेको चिजहरू? एकदम मासुभन्दा मिठो। सलामी, भटासबाट बनेको सलामी, तपाईँलाई कस्तो लाग्यो त्यो सलामीको स्वाद? एकदमै ससेज जस्तो रहेछ है। हामीले ससेज पनि पाउँछ। तपाईँहरू आवश्यक परेमा आँगन पार्टी प्यालेसमा सम्पर्क गर्न सक्नुहुन्छ विवाह वर्तमान पार्टीको लागि। एकदम स्वादिलो। तपाईँलाई यो भटासबाट बनेको परिकारहरू कस्तो लाग्यो त? भटमासको तेल खाइएको थियो, त्यस पछाडि यसका अरू परिकार पनि बन्दा रहेछ भन्ने कुरा पहिलोचोटि थाहा भयो। यो सायद मलाई पहिलोपटक नै होला। भटासको दुध पनि सजिलो छ। दुध त अब तपाईँको यो जिन्दगीमै पहिलोचोटि खाइयो है। दुध जस्तै हुँदो रहेछ। यो कसरी बन्छ यो? तर दही पनि बन्छ। अब आज दही भएन हामी यहाँ। हस्, धन्यवाद। यहाँ आज नयाँ परिकार त्यो सम्झेर सबैजना खाँदै हुनुहुन्छ हाम्रो आजको गेस्टहरूले। हजुरलाई यो भटासको परिकार कस्तो लाग्यो? तपाईँले पहिलोचोटि हो? जस्तो यहाँ भटासको सलामी पनि छ, भटासको स्मोकी छ, भटासको दुध पनि छ। टोफु त सबले भइहाल्यो। अरू चिज राम्रो लाग्यो नि? हस्, धन्यवाद। यो भटासको परिकारहरू कस्तो लाग्यो त? मिठो छ, मासु खाएको जस्तै छ। हजुरले भटासको दुध लिनुभयो, दुध पनि टेस्ट गर्नु होला। यहाँ भटासबाट बनेको परिकार लिनको लागि आज गेस्टहरू आइरहनु भएको छ। यहाँ सबैजना भटासको परिकारहरू लिँदै हुनुहुन्छ। स्वच्छ, सफा, शुद्ध। हेर्नुहोस् है, लिनु होला सबैले। हजुरहरूलाई यो भटासको परिकार कस्तो लाग्यो? मिठो लाग्यो। हजुर, माछा मासु नखानेलाई चाहिँ हजुर यो एकदमै राम्रो बेटर। यो चाहिँ राम्रो छ। यो पुरै भटमासकै हो। 100% भटासको। भटासबाट 17 थरी चिज बन्छ। हजुर, यहाँ भटासको दुध पनि छ है, त्यो पनि लिनु होला। ए, पहिलोपल्ट हजुर, ए खुसी लाग्यो। हजुरलाई कस्तो लाग्यो भटासको परिकार? हजुरको पहिलोपटक हो कि यो के हो? 17 थरी बन्छ। भटासको दुध पनि लिनु होला है। हजुर, टेस्ट कस्तो लाग्यो हजुरलाई? हजुर, दोहोऱ्याएर गुड लक। यहाँ भटासको परिकारहरू गेस्टहरू लिँदै हुनुहुन्छ। तपाईँलाई यो स्वाद कस्तो लाग्यो त भटासको? एकदम राम्रो लाग्यो सर।
युनिक रहेछ। अरूलाई के भन्न म चाहनुहुन्छ आफै भेज हो, त्यही भएर मैले टेस्ट गर्न खोजेँ। अरू साथीभाइहरूलाई पनि प्रयोग गर्नको लागि एकदमै रेकमेन्ड गर्छु, हाइली रेकमेन्डेड। हस् धन्यवाद तपाईँलाई यो भटासको परिकारहरू कस्तो लाग्यो त मलाई त एकदम मिठो लाग्यो। पहिलोचोटि टेस्ट गरेँ तर यत्रो धेरै भटमासको परिकार बन्छ अरे थाहा थिएन। 17 थरी भन्छ यस्तो मिठो लाग्यो। पहिला त के हो भनेर हिचकिचाएको तपाईँ अनकराउनु भएको थियो त मैले भन्दाखेरि होइन मिठो छ ल। तपाईँले कहिले बिर्सिनुहुन्न नि स्वाद कहिले बिर्सिन सबैजना टेस्ट गर्नु होला। हस् धन्यवाद कस्तो लाग्यो हजुरलाई राम्रो लाग्यो। धेरै टेस्टी छ नि मिठो छ। अलिकति यसमा अझै यो अलिक बढी फ्राई गरेर अलिक ड्राई भएको होला। हजुर यो मसलाले यसको स्वाद एकदमै राम्रो ल्यायो। हस् धन्यवाद तपाईँलाई यो भटासको परिकारहरू कस्तो लाग्यो त हजुर एकदमै मिठो छ। यो पनि मिठो छ, यो पनि मिठो छ। यो चाहिँ नि ससेज हो होइन सलामी होइन त भटासको दुध टेस्ट गर्नुहोस् त कस्तो छ तपाईँको दुध पहिलोपटक हो हजुर यो फर्स्ट टाइम, यो पनि फर्स्ट टाइम। ए थ्याङ्क यू तपाईँलाई कस्तो लाग्यो त्यो दुध एक्सपिरियन्स फर्स्ट टाइम थियो, हजुर सो राम्रै छ, मिठो छ। ट्राई गर्नु अरूलाई के होला भन्नुहुन्छ हजुरहरू पनि ट्राई गर्नु होला, एकचोटि मिठो छ। हस् धन्यवाद हजुरलाई यो भटासको परिकार कस्तो लाग्यो त हजुरलाई एकदम मिठो छ। अरूलाई के भन्न चाहनुहुन्छ यो अन्त अब यो बर्ड फ्लू भएकोलाई एक खोजी खोजी खानुहोस् भन्छु। हस् धन्यवाद उहाँहरू चाहिँ नि हाम्रो यो टेस्ट लिएर गफ गर्दै हुनुहुन्छ यस्तो चिज खान पर्ने छ भनेर उहाँ एक आपस गफ गर्दै हुनुहुन्छ सबै सलामीदेखि लिएर ससेज यहाँ बहिनी काट्दै हुनुहुन्छ हजुरलाई यो भटासको परिकारको स्वाद कस्तो लाग्यो त यो नयाँ टेस्ट एकदमै मिठो लाग्दैछ यो। हजुर कस्तो सुरुवात गर्नु त्यसको विशेष धन्यवाद गर्छु। हस् धन्यवाद हजुरलाई कस्तो लाग्यो एकदम मिठो राम्रो लाग्यो। हजुर नयाँ परिकार राम्रो। तपाईँ यसको लागि आँगन पार्टी प्यालेस इमाडल आँगन पार्टी प्यालेस सतुङ्गालाई पनि पाउन सक्छ यस्तो खानको लागि हस् धन्यवाद तपाईँलाई यो भटासको परिकार कस्तो लाग्यो तपाईँको पहिलोपटक हो कि पछि पनि हो अरूलाई के भन्नुहुन्छ त युनिक छ, टेस्ट राम्रो छ, ट्राई गर्नु। हस् धन्यवाद मेरो पनि हजुरलाई कस्तो लाग्यो मेरो पनि पहिलोपल्ट नै राम्रो मिठो छ। स्वाद राम्रो छ, सबैले ट्राई गरेको हुन्छ। यो त अब ननभेज नखानेलाई त एकदम राम्रो भयो। त्यही भएर हरेको घरमा यो चल्नु पर्यो अब। हस् धन्यवाद हाम्रो यमन भाइ पनि एकदम खटिरहनु भएको छ आज भटासको परिकार सबैजना टेस्ट लिँदै हुनुहुन्छ आज आँगन पार्टी प्यालेसमा यो तपाईँहरूको आफ्नै प्रडक्ट हो। कस्तो लाग्यो भटासको दुध असाध्यै राम्रो, एकदम टेस्टी, हेल्दी। अब यो दुधको दही पनि बन्छ तपाईँ कफी पनि खान सक्नुहुन्छ है दुधबाट यसको कफी चिया पनि पनि बन्छ, चिया पनि खान सक्नुहुन्छ दही पनि बन्छ, बन्छ दही हामीले अस्ति दही चुरा खान्थ्यौँ यहाँ घिउ पनि बन्छ। घिउ त बन्दैन तपाईँलाई यो भटासको परिकारहरू कस्तो लाग्यो त एकदम मिठो छ। तपाईँले पहिलोपटक हो कि पहिले खाइसक्नु भएको फर्स्ट टाइम अनि यो भटासको दुध टेस्ट गर्नुभयो नै गरेको छैन। यो चाहिँ एकदम मिठो लाग्यो फर्स्ट टाइम ट्राई गर्दाखेरि। ल दुध पनि टेस्ट गर्नु होला भटासको है हेर्नुहोस् त कस्तो छ यसको कफी खान मिल्छ चिया खान मिल्छ यसको दही पनि हुन्छ तर पनि खान पाइन्छ तपाईँलाई कस्तो लाग्यो त यो भटासको दुध एकदम मिठो छ। भेगन हो। यहाँ सबैजना भटासको परिकारहरू खाँदै हुनुहुन्छ हजुरलाई टेस्ट कस्तो लाग्यो त भटासको परिकारहरूको मिठो छ। तपाईँले पहिलोपटक हो टेस्ट क्या त म त खाइरहन्छु नि त भेजिटेरियन। अरू चिजहरू अरू छ नि हस् धन्यवाद